हेलो गाइज वेलकम ब्याक टु माई अनदर भ्लग है। म दुधेछु बिहान बिहान उठेर यो मेरो डाइरेक्ट सगरमाथाबाट आउने पानीबाट फुल फ्रेस हुन्छ होइन। मलाई जोड्ने बित्तिकै चिया जान्छ है। तपाईँहरूलाई चाहिन्छ कि नै भन्नु होला। म चाहिँ बिहान बिहान दुध चिया हाने बानी चाहिँ हटाउनु म सक्दिनँ। हटाउनु तरिका भयो मलाई भनिदिनु होला। हेलो गाइज के छ भन्नु म चाहिँ कता नदिएको गएँ। अब त्यहाँ खाना खानु पऱ्यो, त्यसपछि काममा जानु पऱ्यो है। काममा गयो है, त्यही हो, अरू केही छैन, काम जानु हो। साथीहरू म चाहिँ मै खाँदैछु है। मै अब अरू मै खाँदै यस्तो यही मै खानु पऱ्यो। अब के हेलो गाइज, हेलो वेलकम ब्याक है। म चाहिँ काममा आइसकेँ होइन। अब मेरो काम चाहिँ यस्तै छ कि अब यो गाडीमा हिँड्ने सामान जाने यताउति गर्ने हो। गाडी हिँड्नु चाहिँ दाइ चाहिँ अनुहार नदेखा भन्नुभएको ठिकै छ। तर दाइको अनुहार देखिन्छ बेला बेला हेर्नुहुन्छ यहाँ। यो कहाँको बाटो छ अब उसलाई गङ्गाको यहाँ कस्तो रमाइलो बाटो भएकै छैन नि। अहिले त अझ शान्त भयो। अहिले अघि र अहिले 2 बजी आउनु पर्छ यहाँ। भयङ्कर रमाइलो छ, भयङ्कर यति रमाइलो हुन्छ कि बाटो राम्रो छ। हेर्दै गर्नु होला, भ्लगलाई सपोर्ट गर्नु होला। अरू त्यस्तै हो होइन। के कसो दाइ यस्तै स्टार्टिङमा अलिक दोष चल्दो रहेछ होइन। के गर्नु अब आँखाले मागेपछि हेर्नै पऱ्यो। मान्छे राम्रो हो कि कपडा राम्रो हो कि भन्थ्यो एउटा बाले। त्यस्तै हुन्छ जिन्दगीमा, गाह्रो छ मलाई। ठिक छ गाई, जहिले पछि नर्स होइन क्या। एउटा हाम्रो दाइ हुनुहुन्थ्यो, त्यो साइड भन्थ्यो क्या मेरो बुढी नि यस्तै पर्छ तर नर्स होइन क्या भन्थ्यो। तर बुढीले के भन्नु पऱ्यो हो मलाई लाग्छ। के गर्नु उताबाट हेरेपछि यताबाट हेर्नै पऱ्यो। राइडर दिदी हेलमेट चाहिँ लाउनु होला है दिदी। यस्तो चाहिँ गर्नु भएन नि दिदी, गाह्रो पर्छ नि दिदी। हेलमेट लाउनु होला। कन्टेन्ट भन्छ अब कन्टेन्ट बनाउने बेला चाहिँ केही गर्नुहुन्न। गाई बढी भिडियो गइसक्यो बाटो गर्दै हुनुहुन्छ गाइजहरू। गाह्रो छ गाइज है। काठमाडौँमा गर्मी साह्रै बढाएको छ। हुन त फेरि काठमाडौँमा बसेर गर्मी भयो भन्ने तराईमा आइज भन्ने चाहिँ नचाल्नु होला। किनभने हामी पनि तराईवासी नै हो कि आफ्नो हावाको पानीले यस्तै वातावरण बनायो। पङ्खा चल्दैछ, जताततै रमाइलो छ। क्यामेरा घुमाउनु मलाई फेरि खासै आउँदैन क्या। रियाक्सन हेर्नु न त्यस्तै त हो नि। अर्को के हो र गाइज, के छ गाइज। हामी चाहिँ फेरि अर्को टिप हिँडिसक्यो अघि त्यहाँबाट रोकेर होइन। अब अर्को टिप नै खाली हुने बेला भइसक्यो। काम त्यस्तै हो अब हाम्रो काम भने। अब पैसा छैन, काम छैन भन्दै एउटाले त्यस्तै हो। अहिले चाहिँ हामी यो के भन्छ भर्खिया पुलतिर सकेर रक्कहरू हिँड्नु सक्नुहुन्छ भ्यू। तर गाडीले उखाएर आउँछ। यतातिर डेटिङ बस्न आउनु होला। मकैबारी दराम गर्दै मकैबारीतिर आउँदाखेरि यसो कपडा सपडा ल्याउनु होला, नत्र हात बिताउनु सक्छ, बाँच्न सक्छ हजुरहरूलाई है। त्यो भ्यू हेर्नुहोस्। त्यो चाहिँ हाम्रो भर्खिया पुलबाट यता के भन्छ ठाउँबाट थाहा छैन। हामी चाहिँ हिँडिरहन्छ के हो ठुलो गाउँ रे। ठुलो गाउँ सानो गाउँ। ठुलो गाउँबाट कसले हेर्नु त हुन्न थियो पनि। अब ठुलो गाउँबाट हेरेर हेर्नु कमेन्ट हान्दियो के जाँदैन होइन। टाउको कमेन्ट हानिदिनु होला चिलतारामा होइन। यता चाहिँ अब यसो माहौल त्यस्तै छ। यो हरियाली छ, अर्को हरियाली त छ नि। हरियाली चाहिँ जति पनि छ फेरि टक्क चिलतारामा। अब रमाइलो गर्नुहोस्, भ्यू हेर्नुहोस्। अब हामी चाहिँ काभ्रेस्थली छौँ। हेर्नुबाट हजुरहरू हेर्न सक्नुहुन्छ। दामी छ अगाडि नैना भन्ने गाडी गएको छ। यता भ्यू हेर्न सक्नुहुन्छ हजुरहरू। कस्तो दामी भ्यू छ है। त्यो चाहिँ काठमाडौँको भ्यू हजुरहरू हेर्नु होला। टक्क लाएर यसरी हजुरहरूले हेर्नुहोस्। काभ्रेस्थली भन्छ यसलाई चाहिँ। अब को हुनुहुन्छ काभ्रेस्थलीबाट भिडियो त कसैले हेर्नुहुन्न। मेरो त मलाई पनि थाहा छ। तर पनि 1-2जनाले हेर्नुहुन्छ भने टक्क कमेन्ट गरिदिनु होला, लाइक चाहिँ गर्नु होला, सब्सक्राइब गर्नु होला। यता चाहिँ नयाँ घरहरू चाहिँ जर बन्दैछ क्या। तपाईँहरूलाई पनि जग्गा चाहियो भने मलाई सम्पर्क गर्नु हुन्थ्यो। टक्क सम्पर्क गर्नुहोस्। धेरै होइन, धेरै भन्दिनँ। 1.5-2 लाख खाना मात्रै बेच्छु म तपाईँहरूलाई। अब शुभ विवाह क्यार्नु आफ्नो छैन। अब यदि भ्लग गरेर एउटी बुढी पट्टाउँ भने के अरे बुढी बिहा गरौँ भने सकेला जस्तो छैन। गाह्रो छ मलाई। यदि हजुरहरू कोही खाली आँखा त फेरि अब त्यही हो गाह्रो छ नि। त्यही त अब म आफै बिजी भएँ। सरी गाइस, हजुरहरूलाई देखाउनु पाएन। दोस्त अगाडि हेरेर चलाउनु गाडी कहाँ हेरेर चलाउँछ यहाँ। राइड टन्डन भ्यू हेर्दै भ्यू फेरि अरू चाहिँ नहेर्नु नि। यसरी त्यो पर्छ हिँड्नु भएन नि। फेरि एक्सिडेन्ट हुने चान्स बढी हुन्छ। ल यति भन्दै अब मलाई यहीँ टुङ्गाउन चाहन्छु। हस् त धन्यवाद। मेरो वाचन टर्के यहीँसम्म थियो क्लास। हेलो गाइज, के छ झिल्के ड्राइभर यही हो। जहाँनिर 50 सिट खाली छ आउनु होला। के छ गाइज, गाह्रो छ गाइजहरू। म चाहिँ घर आइसकेँ होइन। अनि म चाहिँ भ्लग बनाउनै बिर्सिरहेको चाहिँ ल भइरहेको एकदिन त ठिकै छ। भएको आजको भिडियो यस्तै भयो। हतार के भयो हेरिदिनु होला, माया देखाइदिनु होला है। हस्दै छु भने आजलाई हेर्नु मन चाहन्छु। बाई बाई, सी यु अन नेक्स्ट भ्लग।